हाम्रो राष्ट्रिय झण्डा, हाम्रो राष्ट्रको गौरव, हाम्रो राष्ट्रिय झण्डालाई कसरी अपमानित गरिएको छ। यहाँ हाम्रो झण्डा च्यातिएको अवस्थामा छ। हेर्नुहोस्, यदि लगाउन छैन मन भने नलगाउनुहोस्, यदि लगाइदिनु भएको छ भने यसरी अपमान नगर्नुहोस् हाम्रो राष्ट्रलाई। हाम्रो राष्ट्रिय झण्डा च्यातिएको अवस्थामा छ। नमस्ते नमस्कार दर्शकबिन, स्वागत छ यहाँहरूलाई सन्यासी टाइम्समा। म वीरेन्द्र यादव। अहिले हामी सिराहा जिल्ला गोलबजार नगरपालिका वाडा नम्बर 2 अवस्थित कुम्बीखाडी तालमा उपस्थित छौँ। गाउँका मानिसहरू तालमा बोटिङ गर्न आउने गर्दछन्। हुन्छ पछाडि त्यहाँ मानिसहरू पिकनिक मनाउन आउँछन् अनि उनीहरू चाहिँ यहाँ बोटिङ गरिरहेका छन् र चारैतिरबाट एकदम सौन्दर्यले भरिपूर्ण ताल रहेको छ। र अर्को कुरा, यहाँ मानव निर्मित हामी तपाईँलाई देखाउनेछौँ के रहेको छ। यहाँ मानव निर्मित रूपमा र पार्वती माताको शिवलिङ्ग रहेको छ र यहाँ नन्दी महाराजको रहेको छ। त्यसै गरी यतातिर पनि सबै भगवान्हरूको मूर्ति राखिएको छ। र हाम्रो गोलबजार नगरपालिका वाडा बजार नगरपालिका स्थित कुम्बीखाडी ताल एकदम प्रसिद्ध ताल हो र यहाँ पिकनिक मनाउनेहरूको लागि एकदम रमणीय ठाउँ हो। र यहाँहरू पनि पिकनिक मनाउन चाहनुहुन्छ, यदि घुमफिर गर्न चाहनुहुन्छ भने कुम्बीखाडी ताल आउनुहोस् र रमाउनुहोस्। र वातावरणले भरिपूर्ण, सौन्दर्यीकरणले भरिपूर्ण ठाउँ रहेको छ। र यहाँ केही कुराहरू यस्तो पनि छ जुन व्यवस्थापन समितिले म आग्रह गर्न चाहन्छु कि कृपया ध्यान दिनुहोला कि यहाँ आएका पर्यटकहरूलाई कुनै समस्या नआओस्। र विगतका दिनमा पनि पर्यटक भित्र्याउने यो हाम्रो गोलबजार नगरपालिकामा रहेको कुम्बीखाडी ताल विगतका दिनमा पनि अगाडि बढोस्। र स्वागत छ दाइ यहाँलाई सन्यासी टाइम्समा। यदि पर्यटकहरू कुम्बीखाडी तालमा आउन चाहन्छ भने तपाईँ यहाँहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई हामी यो पर्यटक बनाउनुको अर्थ नै उहाँहरूको लागि चाहिँ हामी आग्रह गर्छौँ। जति पनि आउनुहुन्छ उहाँहरूलाई स्वागत नै छ है। पर्यटकहरू यहाँ चाहिँ आउनलाई भित्र प्रवेश गर्नलाई चाहिँ कति शुल्क राख्नु भएको छ? शुल्क चाहिँ हजुरको एकजना प्रव्यक्ति घुम्नको लागि चाहिँ 20 रुपियाँ छ। हजुर। त्यस्तै हामी आगन्तुकहरू पिकनिक गर्न आइ भने उहाँहरूलाई जस्तै कि एउटा टिमको पनि हिसाब छ है। टिममा जो आउँछन् उहाँहरूलाई चाहिँ जस्तै कि रुल हामीले बसाएको छौँ है पिकनिकको निमित्त। त्यसमा चाहिँ 5 देखि लिएर 20 जना आउनुभयो भने उहाँहरूलाई 500। त्यस्तै यहाँ खाना बनाउन चाहिँ पिकनिक मनाउन आउनुभयो भने 500 रुपियाँ लाग्छ। 520 जनालाई। त्यस साथसाथै फेरि 20 देखि माथि 30 भयो भने 700। त्यसरी नै 30 देखि माथि 40 भयो भने 1000 छन्। यसरी नै चाहिँ हाम्रो चाहिँ समितिको एउटा निर्णय छ। निर्णय अनुरूप चाहिँ उहाँहरूले जुन एउटा पिकनिक खाने आगन्तुकहरूलाई यसरी चाहिँ नियम बसाइदिएको छ। समितिले चाहिँ निर्णय गरेको, नियम बनाएर राखेको छ। हजुर। सबैको आफ्नो नियम बनाएर अनि कतिजना अनुसार चाहिँ व्यक्ति अनुसार चाहिँ पैसा थपिँदै जानेछ। त्यही हो। त्यस साथसाथै हाम्रो यहाँ चाहिँ के छ भन्दाखेरि बोटिङ गरिँदाखेरि हामी व्यक्ति अनुकूल जाँदैनौँ। 4 जना व्यक्ति चढाउँछौँ। 4 जनालाई 100 रुपियाँ। 1 जना गयो भने पनि 100 रुपियाँ। एउटा बोटको चाहिँ सिङ्गल 100 रुपियाँ पर्छ। एउटा बोटको चाहिँ 100 जना पर व्यक्ति होस् चाहे 4 जना होस्। 4 जना एउटा बोटमा आउनु पर्यो। 4 जनादेखि माथि चाहिँ हामी चढाउँदैनौँ। 4 जना माथि चढाउनु हुँदैन। र यहाँको चाहिँ वास्तविकताहरू के रहेको छ त्यो भनिदिनु। यहाँ वास्तविकता भन्ने सवालमा हाम्रा पुराना पूर्वजहरूले है, विशेष गरी त उहाँहरूलाई नै इतिहास थाहा छ। मैले सुने अनुकूल चाहिँ है यहाँ चाहिँ कुम्बीको गाछीहरू थिए अरे पहिला चाहिँ है। यो चाहिँ खाडी नै हो पहिलादेखि नै। यो बनाएको होइन। पछि त्यस खाडी अनुकूल चाहिँ त्यो कुम्बीको रुखहरू चाहिँ काटेर या गाछी ताल चाहिँ पहिलादेखि नै रहेको। पहिलादेखि नै मानव निर्मित होइन यो ताल? होइन, मानव निर्मित होइन। यो पहिलादेखि नै रहेको छ। पहिलादेखि नै है। यसलाई चाहिँ थोरै रूपमा पहिला त्यो घनत्व जङ्गलै थियो। जङ्गल फडान गर्दाखेरि यहाँ बस्नेहरूले चाहिँ यहीँ नै पानी खाने गर्यो। र यो एरियाको जति पनि पछि
जुन कि हाम्रो कदिमा टोल भयो, तेतरिया भयो, धरमपुर भयो, यसरी चाहिँ जम्द भयो, यहीँबाट नै बिहे बोटलमा पनि सब चिजमा भोतेरमा पनि यहीँकै पानीले जान्थ्यो। अहिले पो आएर चाहिँ तपाईँको भन्ने भनेदेखि इनार भयो, पछि आएर पछि इनार भएपछि अहिले बोर्डिङ समस्याले मोटरबाट खाइरहेको, नत्र भने यहीँकै स्थानीयले सबैले यहीँकै पानी खाने, यहीँबाट पानी खाने हो। र त्यस साथसाथै हामीले चाहिँ भन्ने हो भनेदेखि हाम्रो समितिले भन्ने हो भनेदेखि यो बिचमा आएर यसलाई चाहिँ हाम्रो वनभित्र र ताल दुईवटा समिति छ, वनको छुट्टै छ, तालको पनि सँगसँगै समिति, दुईवटा समितिले चाहिँ यो सञ्चालन गरिराखेको अवस्था हो है। र यसमा चाहिँ यो कुमीखाडी तालमा चाहिँ यो 2073 राष्ट्रपति चुनेर प्रचण्ड प्रधानमन्त्री हुँदाखेरि चाहिँ उहाँले केही आर्मीद्वारा है बनाइदिनु भयो। त्यसमा सभाकक्ष हल, तालको सञ्चालन चाहिँ त्यही पालादेखि भयो। त्यो 2063 हो कि 73 हो, हस्तान्तरण गरेर है राष्ट्रपति चुरे लगायत वीरेन्द्र यादव सहित सेनाहरूले उहाँले नै बनाउनु भएको यो है, बनाएर उहाँले चाहिँ हाम्रो उपभोक्तालाई हस्तान्तरण गरेर चाहिँ जानुभएको छ र अहिले हामी उपभोक्तैबाट चाहिँ सञ्चालित गरेका छौँ। यसमा चाहिँ वास्तविक हामी अझै के भन्न चाहन्छौँ भन्दाखेरि हाम्रो यो राज्यको नै यो सम्पत्ति, राष्ट्रको नै सम्पत्ति हो। यसमा चाहिँ जति पनि पर्यटक हाम्रो ठुलो भनाउँदो मन्त्रालयका मन्त्री हुन्, प्रदेशका मन्त्री हुन्, उहाँहरूलाई हाम्रो आग्रह के छ भन्दाखेरि यो ताल पर्यटकलाई चाहिँ ताललाई चाहिँ अझै बढाइदिनु भयो भने है, माथिल्लो केन्द्रीय लेभलको चाहिँ बजेटहरू हालिदिनु भयो भने अझै यो चाहिँ राम्रो होला भन्ने कुरो हाम्रो बुझाइ छ है। त्यस साथसाथै हामी चाहिँ अब अहिलेसम्म जुन यहाँको उपभोक्तैले अहिलेसम्म चाहिँ गरिराखेको अवस्था छ है, थोरै रूपमा केही योभन्दा राष्ट्रपति चुरे माथिल्लो तहले दियो, त्यसपछि थोरै यहाँ चाहिँ प्रदेशबाट थोरै आइयो रकम, त्यसले गर्दाखेरि हाम्रो यहाँ चाहिँ सेल्फी डाँडा बनाइयो। त्यस साथसाथै तपाईँको त्योभन्दा विगतमा चाहिँ गुफा, शिवको गुफा छ, शिवको गुफाको बाहिर गार्डन बनाएको छ वनबाट, उहाँ सरहरूले चाहिँ डिभिजन कार्यालयबाट है बेफो सरले चाहिँ 6 लाख त्यसको पनि एउटा चाहिँ पार्किङ, एउटा फुल रोप्ने पार्किङ गार्डन बनाइदिनु भएको छ। अहिलेसम्म हामीले चाहिँ व्यवस्थापन समिति अनुकूल चाहिँ हामीले चाहिँ टोयलेटको पनि व्यवस्था गरिदिएको छौँ, 2टा पिकनिक हल पनि छ पिकनिक खाने आगन्तुकहरूलाई है। त्यस साथसाथै घुमन्तहरूलाई चाहिँ घुम्नेहरूलाई चाहिँ हाम्रो स्वागत छ, उहाँहरू आउन्, अझै हेरिदिउन्, अझै झन् घुमुन् भन्ने हाम्रो चाहना छ। कुनै यहाँ सहयोग आउँछ कि आउँदैन? पालिकाबाट योभन्दा विगतमा पनि 5 वर्ष जाँदाखेरि थोरै रूपमा आइयो, थोरै आउँछन्, थोरै सहयोग चाहिँ गर्छ, अलिअलि थोरै, धेरै त होइन। जुन हेर्नुपर्ने वास्तविक त्यसरी हेरिएको छैन। किन भन्दाखेरि यो त भन्ने सवाल भनौँ त यो गोलबजारको नाक हो, कुनै पनि तहको मुटु भनौँ, कुनै पनि तहमा चाहिँ भोलि हाम्रो नगर कहाँको हो भन्ने सवाल त गोलबजार नगरपालिकाको हो भन्ने भन्नुहुन्छ, गोलबजारको सम्पत्ति। त्यसले गर्दाखेरि अहिले थोरै रूपमा उहाँले पनि दिँदै आउनुभएको छ, त्यो राम्रो कुरो हो। अझै झन् बढाइदिनु भन्ने कुरो हाम्रो आस्था छ, हाम्रो भनाइहरू छन् है, गरिदियो भने अझै राम्रो बढाइदिउन् भन्ने सोचहरू छन् हाम्रो। त्यही भन्दै म चाहिँ यही 2 शब्द टुङ्ग्याउन चाहन्छु। हस् त, धन्यवाद। त्यसै गरी यहाँ आउनुभएका पर्यटकहरूमध्ये हाम्रो चाहिँ 2 जना भाइ चाहिँ भेटिनु भएको छ। हजुर, ल यहीँको फोटोग्राफर भाइ हुनुहुन्छ, के भन्न चाहनुहुन्छ भाइ? यहाँ कति दिनदेखि बस्नुहुन्छ? 1 महिना बस्छु। 1 महिना बस्नुहुन्छ। कमाइ कस्तो भइरहेछ यहाँ? सिजन छ, त्यो पर्यटकहरू चाहिँ आइरहेको छ? यहाँ अहिले आइरहेको दिनमा कतिवटा फोटो खिच्नुहुन्छ, कति पैसा कमाइहाल्नुहुन्छ यहाँ? भन्न मिल्छ कि मिल्दैन? त्यो अब कुनै दिन हुन्छ, कुनै दिन मिल्छ कि मिल्दैन सोध्न, फेरि अप्ठ्यारो छ भने कुनै दिन त्यो हुन्छ 900, 1000, 300, 500 त्यस्तै हुन्छ त्यति। र यहाँ पर्यटकहरू चाहिँ कतिको मात्रामा चाहिँ आउँछ यहाँ? आउँछ कमै आउँछ, शनिबारको धेरै शनिबारको दिन चाहिँ आउँछ, घुम्न टाइममा त्यो आउँछ। धन्यवाद भाइ। आज हामी कुम्भीखाडी तालमा उपस्थित छौँ र तपाईँहरूलाई देखाउन चाहन्छौँ कि म हाम्रो राष्ट्रिय झन्डा, हाम्रो राष्ट्रको गौरव
हाम्रो राष्ट्रिय झन्डालाई कसरी अपमानित गरिएको छ यहाँ। हाम्रो झन्डा च्यातिएको अवस्थामा छ, हेर्नुहोस्। यदि लगाउन छैन मन भने नलगाउनुहोस्, यदि लगाइदिनु भएको छ भने यसरी अपमान नगर्नुहोस् हाम्रो राष्ट्रलाई। हाम्रो राष्ट्रिय झन्डा च्यातिएको अवस्थामा छ। हामी प्रश्न गर्न चाहन्छौँ नगरपालिकालाई, यदि हाम्रो राष्ट्रप्रति माया छैन भने किन राष्ट्रको झन्डा लगाउनु भयो? यदि लगाउनु भयो भने व्यवस्थापन किन गर्नु भएन? र यसै गरी हामी यहाँको एक भाइलाई सोध्न चाहन्छौँ कि यो झन्डाप्रति केही दुई शब्द राखिदिनुहोस् भाइ। अब के भन्नु, यो झन्डा कति दिनदेखि त्यस्तै छ। अनि त्यहाँ पनि नाम पनि हेर्नु, यहाँ गोलबजारको नाममा के लेखेको छ, क्यामराम्यानले हेर्नु उतापट्टि। यहाँ गोल बजारलाई गाल बजार बनाइदिएको छ। यो कस्तो भइहालेछ। के भन्न चाहनुहुन्छ यहाँको स्थानीय सरकारलाई? सरकारलाई अब के भन्नु, चेन्ज गर्नु यो अरू यस्तो नराम्रो व्यवस्थापन गर्नलाई। व्यवस्था यहाँको पर्यटकहरू चाहिँ दिन प्रतिदिन बढ्दै गइरहेको अवस्था छ। त्यसैले यहाँको सरकारलाई चाहिँ आग्रह गर्न चाहन्छौँ कि प्लिज कृपया ध्यान दिनु होला र व्यवस्थापन समितिलाई पनि म आग्रह गर्न चाहन्छु कि ध्यान दिएर प्लिज योहरू चाहिँ चेन्ज गरिदिनु होला। र सबभन्दा पहिला चाहिँ हाम्रो राष्ट्रको झन्डा, हाम्रो राष्ट्रको गौरव झन्डालाई चाहिँ फेरिदिनु होला। यदि सक्नु हुँदैन भने प्लिज जानकारी गराइदिनु होला। हाम्रो चाहिँ स्क्रिनमा चाहिँ नम्बर राखिदिन्छु म, प्लिज कन्ट्याक्ट गरिदिनु, म आफै आएर चेन्ज गरिदिन्छु यदि सक्नु हुँदैन भने। धन्यवाद।